हेलो सबैजनालाई नमस्ते। आज चाहिँ म बिरामीबाट पार्लर गएको थिएन, तर आज चाहिँ म साथीको बर्थडे, त्यसैले उसलाई सरप्राइज दिन जान लागेको। अनि उहाँ गएर एकछिन गफ गरेँ अनि यो चाहिँ उसलाई सरप्राइज दिन रेडी पारेको। म आफ्नै भिडियो लिँदै हिँड्दै गरेको नि त, अनि यता दिदीलाई लिएको, मलाई चाहिँ नपुग्ने भन्दै लजाउनु भयो। साथीलाई सरप्राइज दिन केक रेडी पारेको, सरप्राइज दिनुभन्दा पहिल्यैदेखि र कस्तो अर्कै भयो कि। अनि यता चाहिँ उसलाई 81 यस्तो भएर होला, उसको आँखामा चाहिँ आँसु आइराखेको थियो। अनि उसलाई आँसु आएको देख्दा नराम्रो फिल भइरहेको थियो। नराम्रो भन्दा पनि एकदम खुसी लागिरहेको थियो। हामी आइटिसी फ्यामिली भएर उसलाई सरप्राइज दिन पाएको थियौँ नि त। अनि अझै हेर न मेरो आँसु भने कि हामी चाहिँ जिस्काइरहौँ। अनि यता चाहिँ सर म्याम सबैजना मिलेर हामीले केक काट्यौँ। केक काटेर चाहिँ आइटिसी फ्यामिलीहरूले एकदम रमाइलो गरेर केक काटेर खाजाहरू खाएर रमाइलो भइरहेको थियो। यसरी सबैजना मिलेर रमाइलो गर्दाखेरि अनि यता चाहिँ सरले खादा लगाइदिँदै हुनुहुन्छ हाम्रो आइटिसीको। अनि गिफ्ट पनि दिँदै हुनुहुन्छ। गिफ्ट चाहिँ मैले हजुरलाई पछि भन्छु ल के हो भनेर। अनि यता चाहिँ सबैजनाले केक खुवाउने केक खाने गरेर अनि हाम्रो मिसले चाहिँ गिफ्ट दिनुभयो। अनि कस्तो रमाइलो भएको थियो कि। अनि सबैजनाले बर्थडे मनाएर अनि बाहिर पानी परेको थियो। म चाहिँ घर फर्किएँ, पानी परेर असिना परेर पुरै त्यो ट्याक्सीको सिसा नै फुटाल्ला जस्तो गरेको थियो कि। त्यही पनि बल्ल हेर्नु न कस्तो अँध्यारो भयो। म चाहिँ पुरै भिजेको थिएँ। पार्लरबाट ट्याक्सीसम्म आउने बेलामा चाहिँ पुरै भिजेको थिएँ। सबैजनाले मेरो युट्युब च्यानललाई माया गरिदिनु भयो।